My name is welcome to my Hello guys, welcome back to my त्यस्ता हैन के भन्छु न हेलो गाइज तिमीलाई हैन के गाइज अनको मेरो युट्युब फ्यामिलीहरुलाई यो राजा हेलो फ्याम फ्याम भन्नु त भयो नि मैले त भिडियो पनि हेरिदिन्छु कमेन्ट समेन्ट पनि थोकिदिन्छु हेलो फ्याम भन्नु त भयो नि हेलो फ्याम वेलकम ब्याक टु माई न्यू भिडियो आयो सबैजना सन्चै हुनुहुन्छ म पनि एकदमै सन्चै छु न्यू डे न्यू भ्लगका साथ म चाहिँ आज अरू भित्र आउँछन् हामी बाहिर हामी बाहिर जान्छौँ हाम्रो बाल हाम्रो प्रशासन कुरो त्यही है म चाहिँ स्टुडेन्ट आएर खान होइन आज मास्टर सक्यो के आउनु मास्टर आज पालपालिकामा खुलेको छैन खुल्दैन कि त्यो बिहान खुल्दैन के नखुल्न पाएको र नि त नानीको माया लाउन मिला कि नमिला गाई तपाईँले कहाँ जाँदैछ भन्नुलाई जस्तो नि हामी चाहिँ चिया खान जस्तो नि जाने ट्याक्क त्यहाँबाट अब म बेरेट खान्छु नि बेरेटमा हुन्न आलु के अरे फेरि त बेरेटमा फेरि बेरेट के बेरेट गाई सुन्नु है ब्रेड बेरेट खाने मजा बेरेट खाने मान्छे यही हो त्यो के अरे समोसामा तर अस्ति समोसा अस्ति अर्को भएको के भयो सलसारुले यसै सलसारुल भनेको के हो र यसै भनेको के सलसारुले यसै के सलसारुल भनेको त पहल लाग्नु यसै भनेको के हो कन बिर्से मिल्ने बाउको मन्त्र हो के होइन गाई खाने भाषा हो खै हामी त्यहाँ त्यही एउटा छ नि पसल हो त आन्टी निस्किने त्यहीँ हो हामी चिया खान जाने होइन चिया खान्छौँ त्यसपछि फेरि तैँले पैसा तिर भन्छ नि हिँड्छौँ हामी यहाँ नि वेलकम टु माई च्यानल नाम के हो आज चाहिँ डाटा होइन केटाहरू चाहिँ अग्लो भएपछि त मान्नै पर्यो नि तिम्रो साइड अरे मान्छे आयो त धरेर होस् कि धरेर मात्रै थोरै कम मात्रै होस् है बास तँ मान्ने त कुरो के हो भने त्यही हो कुरा आफै बुझ भाइको कुरा गरौँ न आज के थियो अरे आज अप्रिल फुल भन्छ नि सबले आई डोन्ट नो यो भ्लग कहिले अपलोड हुने थाहा छैन त्यही पनि भ्लग त म भोलि हुन्छ होला सायद आज चाहिँ सिम्पली भन्दाखेरि अप्रिल फुल डे म चाहिँ कलेजमा फुल बनाउन आज कलेज आएको होइन त्यसले गर्दा कलेज मलाई उल्टो फुल बनाउनु कतिमा आयो तिमी त्यो अलग खोपेर छाडाउनु पर्छ त्यसलाई त्यही पहिला कलाई पहिला यो भ्लग बनाउने मान्छे छ नि म त खान्छु म एकदमै के वासरुम भ्लग बनाउनु वासरुम जान्छ यार कहाँ जाने अरे होइन सुन न त्यो केटा आज के भन्न राखिन्छन् होइन हेर्ने गएर हेर्दैन नि केटाहरूले अनि सुन न त्यो आज केटाहरूले फेसबुकमा राखेको छ नि हार्दिक के अरे ह्याप्पी म्यारिड लाइफ हार्दिक श्रद्धाञ्जली भनेर राखिन्छ नि मैले सबको स्क्रिनसट गरेर हालिदिन्छु सबको त्यो हाल्नु पर्यो त्यो सबको हालिदिन्छु कि मैले हुन्छ नि अन्दनको फोटो केमा कमेन्ट गर्छ यहाँ किन बस्ने र समाज के अब यत्रो हुन्छ भर्खरै खै सर्ग आयो नि आउँछ पाँच यिनी कस्तो आएर ओए कस्तो आएको नजान के सर छैनन् यार सर छैनन् के एकछिन घाममा बस एकछिन यहीँ बसौँ ओए आइज के
आइसक्योमा एकछिन उता बसौँ बाहिर बसौँ हल्का मिठो घाम लाग्छ त्यस्तो चल्दो घाम लाग्दैन केटाले क्यामेरा त्यहाँ नि दिँदैन क्यामेरा त्यहाँ त दियो ब्याग लिएर यो मान्छे कलेज आएर पढाइ भएको सब गर्छ त्यो त यो म पढ्ने काम म कहिले गर्दैन कि म 12सम्म पनि पढेन अलिक पनि पढ्दैन बिएमसीलाई मेरो अनुरोध यो मान्छेको के भन्छ रेजिस्ट्रेसन खारेज गरिदिएर सक्छ भने गरोस् होइन सक्छ भने गरोस् च्याप समातेर गेटबाट बाहिर निकालिदिएर पनि फरक पर्दैन सक्छ भने गरोस् कि हिम्मत छ भने मान्छेला दाइले निकाल्ने हिम्मत छ भने कसैको यहाँ रोइरहेको थियो अस्तिमा ए यत्रा गराउने यो आइडी कार्ड पाएन भनेर रोइरहेको मान्छे अनि तिमीहरूको पो झोला यहाँ हाम्रो छैन नि एउटा झोला हजुर ब्लगमा हो कि ओए जाम डिस्कनेक्टेड भन्दै सुनिस् अनि हेप्पी म्यारिड लाइफ डिस्कनेक्ट भन्दै त कनेक्ट भएन खाले तेरो एयरपोर्टले भन एयरपोर्टले लाइट भ्लग गर्दाखेरि लाइट अफ हुन्छ हुन्न के फ्ल्यास बोल्छ होइन भाइ एन्ड्रोइड फोनमा लाइभ फ्ल्यास अफ वाला सिस्टम हुन्छ होइन हुन्छ थाहा तर लाइट हाल्ने अलिक क्वालिटी आउँछ कि हल्का तेरो ढङ्ग नभएर मात्र यो लाइट अफ सिस्टम हुन्छ मैले के भन्नु लाइट अफ हुन्छ तर क्वालिटी अलि हुनु नि त रे बाबु त बुझ्नु पर्यो नि त धेरै धेरै पुग्छ नि एउटै सेक्सन सकेट सेक्सन हो र पत्रकार जस्तै भिडियो मात्र नखिचेको पत्रकारलाई बोलेको बोलेछु यो पनि चलेर मर्छ कुन हेर्नुहोस् पुलिसलाई यो मान्छे तिमी घर बन्दुक छ अरे यसले हान्ने भयो अरे मलाई उनको मामा यहीँ छन् पुलिस मामा चौकीमा मामा भएर क्या नि र मामा त मामाले तलै भयो फेरि मेरो नि दिदी दिदी हजुरबा पुलिस हुन् के होइन त्यो चौकीमा हुँदैमा सबै पुलिस हुन्न कोही कैदी पनि हुन्छ होइन दिदी हजुरबा पुलिस हुन् के म्यादी भन के वेलकम टु इङ्ग्लिस आउनु स्वागत छ साथीको च्यानलमा युट्युब च्यानलको नाम के हो लेजी ब्लग लक्ष्मण नेउपाने लेजी ब्लग अल्छी ब्लग रहेछन् अब रमाइलो गर्न हो नि बिएमसीमा आम नत्र भाडमा जाम हाम्रो प्रिय सर हुनुहुन्छ यताबाट यता राम्रो आउँछ भन कार्यक्रम सञ्चालक गर्दै नि त ल आदरणीय कार्यक्रम सञ्चालक प्रमुख अतिथि विभिन्न हाम्रा साथीहरू आज भने हामी के कुरामा छौँ भन्दा के बोले भाइ के बोले बिएमसीमा चुनाव नभएको कारणले हामी सबै खुसी छौँ छौँ कि छैनौँ एकदम छौँ भनेर नि हामीले भन्छौँ हामी एकदम राम्रो दिदी नमस्कार दिदी नमस्ते दुर्गिया सष्टाङ्ग ढुल्नु पर्यो नि सष्टाङ्ग आदि सम्पत्ति पछि भविष्यमा के थाहा दिदी बाहेक अरू नि त्यही भएर अहिले नढोकम नमस्ते रहेको हुन्छ ल जोके भाइ पुरा अघि दिदी देखिदियो कहाँसम्म पुग्नु भयो अस्ति रुक होला डिस्काउन्ट होला भनेर भन्नुहुन्छ भने डिस्काउन्ट अन्तर्राष्ट्रिय है त्यहाँ त यार कोही नबाटमा गएर के गर्छौ यार त्यता जाम के जाम कि क्लासतिर जाम न भनेर भन्नुहुन्छ भने त्यहाँ जाम
कहाँ जाने दिदीहरूलाई सिकाइदिउँ जिस्काऊ दिदी ओ दिदी ओ दिदी दिदी नमस्ते हाम्रो हाम्रो अध्यक्षज्यू नमस्ते अभिवादन अभिवादन सात मोट सात छाप अनि चुनावमा आएको उपलक्ष्यमा धन्यवाद ए के भन्छ नि यहाँ मन्त्री त म त राखिदिन्छु केटा यार सबै म त राखिदिने सबै कसान हामी क्लास जाँदैछौँ है हामी 99 बिएड क्लासमा ए सर गइसकेको छ लगाइ लगाइसकेँ धन्यवाद म पढ्न जान्छु गाइस पढ्न जान्छु वर्तमान आँखोका ढोका है बहुत सीखने की मौका है सो गाइस म चाहिँ कलेजबाट आएर चाहिँ रुममा बसिरहेको छु गर्मी छ नि त फ्यान चलिरहेको छ होइन गर्मी छ के गर्ने अब फ्यान चलाउनु पऱ्यो गाइस होइन आएर अफिसबाट फेरि बसेँ अब गाइस ब्लग चाहिँ इन्डिङ गर्नुपर्छ त्यत्तिकै त हाल्नु भएन भनेर ब्लग इन्डिङ गर्नु लाग्यो त गाइस होइन अनि साथीहरूले भनिन्छन् कि कस्तो गाइजहरू आफ्नो साथीहरूले गाइज भन्ने भन्छ साथीहरू अब मुखमा त्यही आइरहन्छ नि त के गर्ने सो फ्याम भन्नु बुझ्नु रहेछ म चाहिँ साथीहरूलाई फ्याम हुनु चाहन्छु होइन गाइज अथवा फ्याम एउटै भन्नु बुझिदिनुहोस् गाइज भन्दै मेरो भिडियो कस्तो लाग्छ के लाग्छ सुझाव सल्लाह प्रतिक्रिया दिनु होला लाइक कमेन्ट सेयर सब्सक्राइब गर्नु होला है त बेल आइकन थिचिदिनु होला भन्दै म चाहिँ भिडियो इन्डिङ गर्न चाहेँ त गाइज